हाई गाइज आज चाहिँ म एकदमै धेरै खुसी छु किन भन्दाखेरि आज चाहिँ मैले मसरुमको तरकारी पकाउँदैछु क्या। मसरुम मलाई कस्तो मनपर्छ, धेरै मनपर्छ क्या मलाई मसरुमको तरकारी। त्यति धेरै मन पर्दाखेरि पनि अहिलेसम्म मैले मसरुमको तरकारी खाएको थिइनँ। किन भन्दाखेरि यहाँको मसरुम मिठो हुँदैन कि भनेर। तर आज चाहिँ मैले खाएरै छाड्छु, मिठो भयो नि नमिठो भयो नि आज ट्राई गरी हेरौँ न भनेर किनेर लिएँ। अनि बास्ना लिँदाखेरि चाहिँ मिठो आइरहेको थियो, नेपालको मसरुमको जस्तै बास्ना आइरहेको थियो। मसरुम पकाउँदाखेरि मैले चाहिँ फर्स्टमा जिरा जनो पड्काएँ, त्यस पछाडि प्याज राखेँ, अनि आलु राखेर त्यसलाई बेस गरी चलाएँ। अनि पछि चाहिँ लसुन राखेँ। लसुन फर्स्टमै राख्यो भने एकैछिन जलिहाल्छ नि त, त्यही भएर आलुलाई मजाले फ्राई गरेपछि चाहिँ मैले मसरुम राखेँ। मेरो कति धेरै भिडियोको क्लिपहरू रेकर्डै नभएको रहेछ क्या। अहिले एडिट गरेर हेर्छु भन्दाखेरि त रेकर्डै नभएको, यस्तो रिस उठेको छैन मलाई त। मैले आलुलाई धेरै फ्राई गरेको छु कि, त्यही भएर अहिले मसरुम राखेर फ्राई गर्दाखेरि त आलु त बेस गरी पाकिसकेछ, ग्रेभी बनाउने जस्तो भइसकेछ आलु त। त्यही के गर्नु, अब जो होना था ऊ त हो गया, अब क्या कर सक्ते, अब यही भनेर टमाटर राखेँ। टमाटर साइडको कुनातिर राखेँ, किन भन्दाखेरि आलु बेस गरी पाकिसकेको थियो नि त, अनि अझ धेरै पाक्छ भनेर। अनि छेउतिर टमाटर राखेर छेउतिर मात्र ग्यास बालेर अनि टमाटर राखेर छोपिदिए। हेर्नु न यहाँनिरको भिडियो पनि रेकर्डै भएन छ कि, पानी राखेर चलाउँदाखेरिको मात्रै भिडियो भएछ डाइरेक्ट। अब चाहिँ मेरो तरकारी पाक्यो, मजाले उम्लिरहेछ अहिले चाहिँ। अनि आलु धेरै पाकेर पनि राम्रै भएछ, कस्तो बाक्लो झोल भएको थियो, ग्रेभी भएको थियो। फ्रेस टिमुर नभए पनि सुकेको टिमुर राखेँ, यस्तो मिठो बास्ना आइरहेको थियो।